के एउटा युवराजले आफ्नो प्रेम पाउनका लागि आफ्नै परिवारको वंशनाश गर्न सक्छ? आज हामी आधुनिक इतिहासको सबैभन्दा स्तब्ध पार्ने शाही त्रासदीहरूमध्ये एक सन् 2001 को नेपाली राजदरबार हत्याकाण्डको गहिराईमा पुग्दैछौँ। सोच्नुहोस् त, यो शब्दहरू राजा वीरेन्द्रका पूर्व सैनिक सचिवको हो, जो त्यो त्रासदीको एकदमै नजिक थिए। उनको यो भनाइले नै हामीलाई त्यो रातको भयावहता र त्यसले मानिसको मनमा पारेको गहिरो चोटको अनुमान लगाउन मद्दत गर्छ। हो, यो एउटा अविश्वसनीय तर तितो सत्य हो। केवल एकै रातमा एउटा सिङ्गो शाही वंशको अन्त्य भयो। यो घटनाले नेपाललाई मात्र होइन, पुरै विश्वलाई नै हल्लाएर राखिदियो। त्यसो भए यो त्रासदी आखिर घट्यो कसरी? आउनुहोस् त्यो भयानक रातको घटनाक्रमलाई अलि नजिकबाट निहालौँ। ख्याल रहोस्, यो कुनै ठूलो राजकीय समारोह थिएन। यो त परिवारका सदस्यहरूबीच हरेक महिना हुने एउटा सामान्य र निजी जमघट थियो। र सायद यही सामान्य जमघटको माहौलले नै पछि भएको हिंसालाई झनै डरलाग्दो र अकल्पनीय बनाउँछ। अब घटनापछि सरकारले नेपाल र विश्वसामु एउटा आधिकारिक निष्कर्ष प्रस्तुत गर्यो। त्यो के थियो त? र सरकारले भनेको कथा अनुसार छानबिनको निष्कर्ष यो थियो कि यो सम्पूर्ण हत्याकाण्डको जिम्मेवार अरू कोही नभएर राजसिंहासनका भावी उत्तराधिकारी युवराज दिपेन्द्र आफै थिए। आधिकारिक छानबिन अनुसार घटनाक्रम लगभग यसरी अघि बढेको थियो। एउटा सामान्य पारिवारिक विवाद जुन रक्सी र लागु पदार्थको नशा अनि आक्रोशका कारण अनियन्त्रित भयो र त्यसले यति ठूलो नरसंहारको रूप लियो। तर के कथा साँच्चै यति नै सरल थियो त? कुनै पनि ऐतिहासिक घटनालाई बुझ्न त्यसको स्रोतलाई केलाउनु एकदमै जरुरी हुन्छ। त्यसो भए आउनुहोस् अब आधिकारिक कथालाई नै एउटा स्रोतको रूपमा हेरेर यसको विश्लेषण गरौँ। हेर्नुहोस्, कुनै पनि आधिकारिक रिपोर्टको आफ्नै शक्ति र सीमाहरू हुन्छन्। हो, यसले घटनाको एउटा आधिकारिक संस्करण त दिन्छ, तर कहिलेकाहीँ यस्ता रिपोर्टहरू राजनीतिक रूपमा प्रेरित वा जटिल घटनालाई अति सरल बनाउने खालका पनि हुन सक्छन्। यसले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्न सोध्न बाध्य बनाउँछ कि यो रिपोर्टले पुरै सत्य बताउँछ वा केवल एउटा सजिलो सत्य? र जनतामा देखिएको शङ्का त्यत्तिकै निराधार पनि थिएन। यो त आधिकारिक कथामा रहेका केही गम्भीर असङ्गतिहरू र खाली ठाउँहरूबाटै जन्मिएको थियो। एकछिन सोचौँ त, ज्ञानेन्द्रको अनुपस्थिति र उनको परिवारको चमत्कारी ढङ्गले बच्नु, दायाँ हाते दिपेन्द्रको बायाँ कञ्चटमा गोलीको चोट देखिनु, त्यो 15 मिनटसम्म सुरक्षाकर्मी खता हराए, अनि दुई भाइको लोकप्रियतामा आकाश पतालको फरक, यी सबै प्रश्नहरूले आधिकारिक कथामाथि गम्भीर शङ्का उब्जायो र षड्यन्त्रका सिद्धान्तहरूलाई मलजल गर्यो। अब के भयो भन्दा पनि किन भयो भन्ने प्रश्नमा ध्यान केन्द्रित गरौँ। आउनुहोस् आधिकारिक कथाको केन्द्रमा रहेका व्यक्ति युवराज दिपेन्द्रको जटिल मनोविज्ञानलाई बुझ्ने प्रयास गरौँ। यो टाइमलाइनले दिपेन्द्रको जीवनका केही महत्त्वपूर्ण मोडहरू देखाउँछ। एक्लोपन, द्वन्द्व र विद्रोह। बाल्यकालदेखि नै उनले भोगेका अनुभवहरूले उनको व्यक्तित्व निर्माणमा गहिरो र सायद नकारात्मक असर पारेको देखिन्छ। यो एक मनै हल्लाउने भनाइ हो। यसले उनको बाल्यकालमा नै देखिएको क्रूर र हिंस्रक प्रवृत्तिको एउटा डरलाग्दो सङ्केत दिन्छ। उनीसँग नजिकबाट काम गर्नेहरूको अनुभवले पनि उनको अस्थिर र विनाशकारी व्यक्तित्वको फरक चित्र प्रस्तुत गर्छ, जुन सामान्य थिएन। र यो सायद सबैभन्दा डरलाग्दो भविष्यवाणी थियो जुन उनकी एक पूर्व प्रेमिकाले गरेकी थिइन्। यसले के देखाउँछ भने उनको विनाशकारी व्यवहारबारे नजिकका मानिसहरूले पहिल्यैदेखि खतराको घण्टी महसुस गरिसकेका थिए। अब यो घटनाले पारेको राष्ट्रिय प्रभाव र यसले छोडेको स्थायी विरासतलाई हेरौँ। यो त्रासदी एक परिवारको मात्र थिएन, यो त पुरै देशको थियो। यो सूचीले त्यो रातको मानवीय क्षतिको दर्दनाक चित्र प्रस्तुत गर्छ। राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति। यो केवल केही व्यक्तिहरूको मृत्यु थिएन, यो त नेपालको राज संस्थाको उत्तराधिकारको एउटा सिङ्गो पुस्ताको अन्त्य थियो। यसको राजनीतिक परिणाम त झनै दूरगामी र विनाशकारी थियो। हत्याकाण्डले सृजना गरेको अविश्वास र शक्ति शून्यताले अन्ततः नेपालमा 240 वर्ष पुरानो राजतन्त्रको अन्त्यको लागि बाटो तयार गर्यो। यो एक महत्त्वपूर्ण शैक्षिक दृष्टिकोण हो जसले बताउँछ कि किन ठूला त्रासदीपछि मानिसहरू आधिकारिक कथालाई सजिलै पत्याउँदैनन्। जब मानिसहरू गहिरो आघात र आक्रोशमा हुन्छन्, उनीहरू त्यस्तो कथालाई विश्वास गर्न चाहन्छन् जसले उनीहरूको भावनालाई सही ठहर्याउँछ।
अन्तमा सत्य के हो भने त्यो रातको पूर्ण कथा सायद अब कहिल्यै बाहिर आउने छैन। यो घटनाले नेपाली राष्ट्रको मनमा एउटा यस्तो घाउ छोडेको छ जुन सायद कहिले निको हुने छैन। र यसले हामीलाई एउटा गहिरो प्रश्न सोच्न बाध्य बनाउँछ। जब कुनै देशको इतिहास यसरी रगतले लेखिन्छ तब अन्त्यमा कथाको कुन चाहिँ संस्करण जीवित रहन्छ र त्यो कथा कसले लेख्छ?